लेडिज एन्ड जेन्टलमेन नमस्कार सलाम वालेकुम भन्छन् हैन अरबीमा नमस्कार नेपालीमा। अब हेर्नुहोस् राजाको देशबाट हामी 18-20 वर्षदेखि यही राजाको देशमा गाउँमा चाहिँ हाड छाला नङ मासु खियाएर ढाड बङ्गाएर हड्डी टेढो बनाएर खुन पसिना बगाउँदा पनि 1 इन्च जमिन जोड्न नसकेका प्योर सुकुम्बासीहरूले पनि आज आएर नेपालमा बालेन सरकारले गरेको खोला अतिक्रमण गरी सुकुम्बासीको नाममा बसोबास गर्ने हुकुमबासीहरूलाई दिएको 2 दिने अल्टिमेटमको समर्थनमा एकदम भरपुर साथ सहयोग गर्ने बाचासहित यहाँ पालुवै बालुवाको थुप्रोबाट म हजुरहरूलाई सन्देश पठाउँदैछु के त भन्दा यी हर्क बौला देख्दाखेरि किन यिनलाई जिताए, ती हर्कलाई जिताउने मान्छेहरूले पछुतो मान्दा हुन् कि नमान्दा हुन्। पुराना पार्टीहरूले 35-40 वर्षदेखिको आफ्नो भोटर बैंक बनाएर रजगज गरेका, आफ्नो चाहिँ दुनो सोझाका रोटी सेकेका करोडौँको सम्पत्तिमा चाहिँ आँखा गाडेर हालिमुहाली गर्दै आएका त्यस्ता गाइतुण्डीहरूले अहिले सुकुम्बासी भनेर चाहिँ जुन चाहिँ नारा जुलुस विरोध गर्दैछन् सबलाई समातेर घोक्रो ठ्याग लगाएर सके जेलमा, नसकेदेखि जेलमा ठाउँ नपुगेदेखि त्यो झापाको त्यो केपी ओलीले बनाएको टावरमा लिएर गएर बाँधेर घाँस हाल्दा हुन्छ 2-4 दिन। तर जग्गा जमिन भएको जग्गा जमिन बेचेर जाँड खाने, दारू खाने, रन्डीबाजी गर्ने, जुवा तास खेल्ने, यो ठाउँबाट त्यो ठाउँमा जाने, फेरि कब्जा गर्ने, त्यहाँबाट त्यहाँ जाने, कब्जा गर्ने, गाउँमा बाउ बाजेले जोडेका सम्पत्तिहरू बाँझै छोड्ने, सिस्नो उमार्ने, पाती उमार्ने, गुनियो उनियो फुलाउने र सहरलाई कुरूप बनाउने, खोला नाला सडक कब्जा गर्ने, त्यस्ता उच्छृङ्खला उदण्डता अराजकता मचाउने जो कोही होस्, चाहे म होस्, चाहे मेरो बाउ होस्, जो सुकै होस्, राम्राका हुन् या हाम्राका हुन्, सबलाई घोक्रे ठ्याक लगाएर झापाको भ्युटारतिर लिएर गएर कोचौँ। 2-4 दिन कोचेर घाँस हालेपछि 4-5 दिनको पछि दिमाग फिर्छ, गाउँ फिर्छन्, खेतीपाती गर्छन्, वस्तुभाउ पाल्छन्, तरकारी रोप्छन्, केरा रोप्छन्। केराको भाउ कहाँ पुग्यो? आकाश पुगिसकेको छ। हामी 18-20 वर्षदेखि चाहिँ 12 घन्टा काम गरेर हाड छाला खियाएर नङ्ग्रा खियाएर ढाड बाङ्ग बनाएर सारा उमर जवानी सारा खाडीमा सक्दा त हामीले 1 बित्तो जमिन कतै जोड्न पाएको छैन, सकेको छैन र पनि कतै गएर कसैको जग्गा, कसैको सहर, नदी नाला काहीँ केही कब्जा गरेको छैनौँ र स्वाभिमानले छाती फुलाएर गर्वका साथ म नेपाली हुँ भनेर चाहिँ खाइरहेका छौँ, बाँचिरहेका छौँ भने यी टायर बाल्ने, आन्दोलन गर्ने, खुकुरीले फलाउनलाई काट्छु, ढिस्कानलाई काट्छु भन्ने, मर्डर गर्न खोज्ने, बलात्कार गर्न तम्सिने यी अराजक तत्त्वहरूलाई अहिलेको सरकारले ठिक गर्नै पर्छ। विगत 35-40 वर्षदेखिको माओवादी, एमाले, काङ्ग्रेस लगायतका पार्टीहरूले सुकुम्बासीको नाममा राजनीति गर्दै आएको राजनीति, ती गरिब दिनदुखी साँच्चैका सुकुम्बासीलाई बनाएको भोटर बैंक बनाएर राखेको, अल्झाएर राखेको सारा समस्याहरू समाधान गर्नलाई म रासोपाका सम्पूर्ण सांसदहरू, सदस्यहरू, अहिलेका सरकारका मन्त्रीहरू, प्रधानमन्त्री हाम्रा प्रिय बालेनज्यू लगायत सम्पूर्णलाई के आग्रह गर्दछु भने साँच्चैको 3 पुस्ते छानबिन गरी 3 पुस्तेदेखिको 1 बित्तो जमिन पनि नाममा नभएको, कुनै गाउँमा, कुनै ठाउँमा भिरपाखा भनेर छोडेको, जङ्गल भनेर छोडेको, आफ्नो बाउबाजेको सम्पत्ति बाँझै राखेको मान्छे बाहेक 3 पुस्तासम्म कसैको नाममा 1 इन्च जमिन छैन भने तिनलाई कारबाही होइन, कहीँ न कहीँ व्यवस्थित पाराले बस्ती बसालियोस्, सक्दो हुँदो गरी खाने बाटो देखाइयोस्, बस्न मिल्ने केही टुक्रा जमिन बाँडियोस्। तर 4 तले घर भाडामा लगाएर दुनियाँलाई चाहिँ उल्लु बनाएर सर्वसाधारण मान्छेलाई सडकमा उतारेर अराजक गतिविधि मचाउँदै सरकारको सम्पत्ति, पब्लिकको सम्पत्ति तोडफोड गर्ने, कब्जा गर्ने, हत्याउन खोज्ने, लुट्न नखोज्ने, ठग्न खोज्ने उदण्डताहरू, अराजकताहरूलाई कुनै पनि, कहीँ पनि, कतै पनि छुट नदिइकन
2-4 दिन बाँधेर घाँस हाल्नुहुन्न विनम्र अनुरोध गर्दछु र वास्तविक सुकुम्बासीलाई यथाशीघ्र छिटोभन्दा छिटो यथाशीघ्र छिटो छानबिन गरेर समिति बनाएर हुन्छ कसरी हुन्छ सही सत्य ठाउँमा राम्रोसँग व्यवस्थित पाराले तिनीहरूलाई गरी खाने बाटो देखाउनु होला। बाँकी आइरे भैरे नथु खैरेलाई सबलाई बरु खाडीको भिसा लगाऊ। खाडीमा कामदारको कमी छ, खाडीमा बेल्चा हान्न पठाउँ। हामीले पनि हानिरहेछौँ, हान्न पर्छ, मेहनत गर्नुपर्छ क्या। सार्वजनिक सम्पत्ति चाहिँलाई कब्जा गरेर सार्वजनिक सम्पत्तिमा को दोहन गरेर जनतालाई असुविधा हुने, सरकारलाई असुविधा हुने काम कुरो गर्ने जो कसैलाई पनि छोड दिनु हुँदैन। मेहनत गरौँ, आफ्नो वासस्थान सक्नेले आफै बनाऊ, नसक्ने हुँदै नहुने सर्वहारा वर्ग, रोगी, घाइते, अपाङ्ग भएका व्यक्तिहरूलाई सरकारले राज्यले उचित व्यवस्थापन गरोस् भन्ने म एकल सदस्यले एकदम विनम्र अनुरोध गर्दछु। बालेन सरकारज्यूले यथाशीघ्र छिटो सर्लक्क छानबिन गरेर अगाडि बढोस्। हाम्रो साथ सपोर्ट र समर्थन सदैव रहनेछ। राम्रा कामको लागि हामी सधैँ हजुरको साथमा छौँ। म 27 वर्षदेखि चाहिँ अर्काको नोकर भएर एक बित्तो जमिन आफ्नो नाममा गर्न नसकेको मान्छेले पनि अहिलेको बालेनको सरकारलाई फुल समर्थन, फुल सपोर्ट, एकदम तन मन र वचनले साथ दिन्छु। यो कार्य नरोकियोस्, कोही कसैको डर धम्कीले, कोही कतै केही दबावमा नआइकन, तनावमा नआइकन एकदम उचित मूल्याङ्कन गरेर वास्तविक 3 पुस्तासम्म जमिन नभएका सुकुम्बासीलाई व्यवस्थित गरोस्, व्यवस्थित रूपले छानबिन गरोस्, यही माग राख्दछु। र त्यो भइरे त्यो के भन्छ त्यसलाई हो, हर्के बौलालाई भोट दिएर जिताउने जनताहरूले पछुताप मानेछन् कि मानेनन्? त्यो किन बौला हुन् तिनी? सरकारले गरेको काममा नि विरोध गरेकै छ, हरेक ठाउँमा बोल्नुपर्ने ठाउँमा बोलेकै छैन, नबोल्नुपर्ने कुराहरू बोलेको छ। किन जिताए त्यस्ता मान्छेलाई भनेर पछुतो लाग्ने साथीहरूले भनौँ सुनपानी छर्क्यौँ, आफू चोखो बसौँ है त। जय नेपाल, जय बालेन, जय देश, जय घन्टी, जय रासोपा। ल अब के भनौँ, अरू भन्नुपर्ने कुराहरू धेरै छन्, गर्नुपर्ने कुराहरू धेरै छन्। जताततै भङ छन्, त्यसलाई पुर्दै जानुपर्छ। बिस्तारै चाहिँ परिवर्तन महसुस हुन्छ। आजै आत्तिनु खोज्ने मान्छेहरू यो सामाजिक सञ्जालमा उद्दण्डता मचाउने, सडकमा टायर बाल्ने, रोइलो गर्ने, आन्दोलन गर्छु, काट्छु, मार्छु भन्नेहरू सबलाई बाँधेर 5-7 दिन चाहिँ घाँस हालौँ। 7 दिन जति घाँस हालेपछि सब लाइनमा आउँछन्। मेहनत गर्नुपर्छ, खुन पसिना बहाउनुपर्छ, आफ्नो काम गरेर खानुपर्छ भन्ने एउटा चाहिँ मानसिकता चाहिँ निर्माण नगरिकन नहुने भएको छ। नेपालमा नैतिकता पतन भएर गयो। कसैले कसैको भलो चाहन्नन् आजकल। किन हो? मेहनत गर्नुपर्छ भन्ने बुझ्दैनन्। यस्तो पाराले चाहिँ नेपाली कहाँ पुग्ने हो? खालि अर्काको मात्रै लोभ गर्ने, अर्काको मात्रै आश गर्ने, अर्काको मात्रै भर पर्ने मान्छेहरूलाई बाँधेर घाँस हालौँ, यति भन्न चाहन्छु। जय नेपाल। खाडीदेखि समय चाहिँ हेर्नुहोस् यहाँ कति छ, यहाँ मान्छे काम नपाएर फोहोर छ यहाँ, मान्छे नपाएर, काम गर्ने मान्छे नपाएर यहाँ झाडु पोछा हान्ने मान्छे छैन। हेर्नुहोस्, बुझ्नुभयो के?